मेरो हातमा दुईटा किताब छ। एउटा 2083 सालमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुभएको सरकारको नीति तथा कार्यक्रम, यो 83 भने भर्खर हिजो। एउटा चाहिँ 2081 सालमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुभएको नीति तथा कार्यक्रम हुबहु एउटै छ। यसमा के छ भने 217 पेजको छ, 217 बुँदाको छ, यसमा 100 बुँदाको छ। बरु झन्डै 117 बुँदा कम छ, झन्डै 10% मात्र चेन्ज होला। लेख्ने मान्छे त एउटै रहेछ बा। पढ्नुहोस् न एकछिन गएर गएर मजाले पढ्दा हुन्छ। यो दुईटा किताब छ, हुबहु एउटै छ। एक दुईवटा कुरा कहीँ फरक छ, तर हामीले के चाहेका थियौँ भने यो व्यापक सुधार हुनुपर्छ भन्ने चाहेका थियौँ नीति तथा कार्यक्रम। किनकि सबै युवा साथीहरू आएका थियौँ नि, नयाँ नयाँ साथीहरू आएका थियौँ। चाहे पार्टी जोसुकै होस्, आज नयाँ अनुहार छ यहाँ। कोही सत्ता पक्षबाट होला, कोही प्रतिपक्षबाट होला, कुनै दलबाट होला, तर हामी सबै नयाँ भएको हुनाले यो नीति तथा कार्यक्रममा नयाँ आउँछ कि भनेको त हुबहु फोटोकपी नै छ करिब करिब। केही शब्द त जिउँको त्यों सारिएको छ। त्यो लगाउने सम्माननीय सभामुख महोदय, आज म सम्मानित संसदमा एउटा प्रदेशको मात्र होइन, इतिहासले बारम्बार प्रयोग गरेको तर राज्यले बारम्बार बिर्सिएको भूगोलको आवाज लिएर उभिएको छु, कर्णाली प्रदेशको आवाज।